नमस्कार, यहाँलाई हार्दिक स्वागत छ पञ्चकोशी मिडिया नेटवर्क्समा। दैलेखको चामुण्डा बिन्द्रासै नगरपालिका जम्मूकाँधमा निर्माणाधीन नगरपार्क संरक्षण नहुँदा अलपत्र बनेको छ। नगरपालिकाको पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको पार्क संरक्षण नहुँदा करोडौँको संरचना अलपत्र छ। यो नगरपार्क पूर्व नगर सरकारको पालामा निर्माण सुरु गरिएको थियो भने हालसम्म पनि निर्माण सम्पन्न भएको छैन। स्थानीय सरकारलाई यो विषयमा कुनै जिज्ञासा र चासो नरहेको प्रष्ट देखिन्छ। उक्त नगरपालिकाको नगरपार्कमा पूर्व नगर सरकारले ठूलो घण्ट राखेको थियो र अहिले त्यस घण्टको अवस्था पनि उस्तै छ। हालसम्म चामुण्डा बिन्द्रासै नगरपालिकामा थुप्रै पर्यटकीय स्थलहरू छन्, तर संरक्षण हुन सकेका छैनन्। नगरपालिकामा आउने पर्यटकीयहरूको गुनासो बढिरहेको छ। उक्त नगरपालिकामा निर्माण गरिएका रेलिङ, झ्यालढोका, सिसा, नगरपार्कमा राखिएका शालिगहरू तोडफोड गरिएको छ। स्थानीय सरकारले केही दिनसम्म नगर प्रहरीलाई नगरपार्कमा खटाएको थियो भने अहिले त्यहाँका सामग्रीहरू पनि तोडफोड गरिएका छन्। राज्यको करोडौँको सम्पत्ति अलपत्र अवस्थामा छ।